है अब चाहिँ आज ललित दाजुको घरमा चाहिँ यहाँ ललित दाजुको हाम्रो अर्किड एकदमै दामी छ। आज पेरेन्ट्स अरू त आइसक्यो भन्दैछ है। Hello. Yes. हाम्रो होस्ट दाजु आजको भन्दा थ्याङ्क यू है मजा आउँदैछ। स्पेसल चाहिँ यहाँ पर्क ससेज, खसीको पचाउने, खसीको खुट्टा। कस्तो बचाउँ के छौ? ओ किन ढिलाएको तिमी चाहिँ? बोल्दिन ल ल ए हलो हलो गर्नु है सबैजनाले हात चाहिँ यसो हल्लाइदिउँ न। पास्टर बाउ एल्डर बाउ अलिक हात हल्लाउ न। हेमन्त बाउ अमर सर भेना नाना नाना अलिकति हातहरू यसो आइ भन्छु। हेलो बङ्करी युट्युबमा मात्रै जान्छ अलिकति यसो र ललित दाजु आजको होस्ट अलिकति केही तपाईँकोबाट थाक्नु भएको हो दाजु अहिले छैन। खुसी हुनुहुन्छ तपाईँ सबैजना आउँदाखेरि र अब लास्टमा अब हाम्रो यो ग्रुपमा अब र विशेष हाम्रो यहाँनिर दुईजना बहिनी र हाम्रो यहाँ दाजु हुनुहुन्छ। तपाईँहरूलाई चाहिँ एकदमै हामी धन्यवाद दिन्छौँ है। हाम्रो ग्रुपबाट तपाईँहरूले यति साह्रो मेहनत गरेर मिठो मिठो खानेकुराहरू तपाईँहरूले हामीलाई दिलाइदिनु भयो, त्यसको लागि एकदमै धन्यवाद छ है। र एभ्री टाइम हाम्रो उयो अब प्रेसिडेन्टले अब केही न केही त बोल्नै पर्छ यहाँनिर हो। र आज प्रेसिडेन्ट साहब एकछिनमा हवस् हवस् हुन्छ। र तबसम्म कमरेड तिम्रो एउटा केही छ? ओके नाना तपाईँले अलिकति तपाईँले पनि अलिकति अब केही बोलिदिनु पर्यो। अघि बिहान आइपुग्नु भयो तपाईँ कालिम्पोङ बाहिर जानुभएको थियो, हामीलाई याद छ त्यो कुरा त। तपाईँ सिक्किमतिर हुनुहुन्थ्यो, अघि बिहान आइपुग्नु भएको छ र अहिले यहाँ ललित दाजुको घरमा आउनु भएको छ है। यहाँनिर बोलाउनु भयो र के कसो छ तपाईँलाई के भन्न चाहनुहुन्छ त? होइन भन्नु न, भयो भन्नु न। अब देख्दा एकदम मन प्रफुल्लित आनन्दित भयो अनि ललितलाई एकदमै धन्यवाद छ। यो दसैँमा कार्यक्रम हाम्रो जान्छ वर्षभरि चल्दै जान्छ अनि गद्गदित भइरहेछ। हुन्छ धन्यवाद। सुल्दाजुलाई पनि अलिकति
तपाईँ पनि आज बिहानै आइपुग्नु भएको कालिम्पोङ भनेर सुनेको थियौँ हामीले र के भन्न चाहनुहुन्छ तपाईँ चेस टु अब एभ्रिवान है चेस टु ललित भाइ ललित भाइले यस्तो होस् 3 महिनामा गरिदिनुहोस् है हजुर हुन्छ हवस् धन्यवाद अलिकति केही यो दसैँको पार्टी पचाउने मिठो भयो उयो खसीको खुट्टा राम्रो छ है ससेसहरू कस्तो थियो दाजु दामी थियो है हुन्छ दाजु धेरै धन्यवाद होइन किनभने हामीलाई चाहिँ माया गर्ने मान्छेलाई बहाना मात्रै चाहिन्छ भने आजको बहाना ललित दाजु हो है हजुर अनि अब हिजो अघि बिहान झन्डै आइपुगेको हजुर होइन हजुर। तर पनि वापस नाम सुनाउनु पर्यो को हो होस्टै यस्तो हजुर हजुर तर पनि केहीले पनि छेकिँदैन यो ग्रुपमा आउनुको लागि चाहिँ यति साह्रो बेसी माया छ अनि हामी यो कति रमाइलो गरिरहेको छौँ भने हामीलाई मात्रै याद छ होइन हजुर। हामी त्यस्तो माया सम्बन्ध यति साह्रो ठुलो छ कि अघि बिहान छुटेर पनि अहिले धेरै भेट हुन्छ भने- सिमानाको त यहाँ कुनै छैन मान्छेले सिमानामा चेकपोस्टमा आई कार्ड देखाउँछ होला हाम्रो आई कार्ड चाहिँ मायै हो ल हुन्छ दिदी धन्यवाद त्यसमा नाइडुको भूमिका चाहिँ हाम्रो सानो भाइले निभाउँदो रहेछ त्यसमा धेरै खुसी लाग्यो नाइडुको भूमिका नाइडु टिभी लगाएर बसेको कारणले गर्दा नि जिउ ठुलो भएको लागेको I'm so happy. Love you. My fellow sister. And thank you so much to our group. Really सबैले enjoy गर्नुहुँदैछ. And my loving sister Sushma from Namchi. I love you. मिठो दादा तपाईको एउटै सेन्टेन्स लमोदी दिदी र रेबिका दिदीको लागि एउटै सेन्टेन्समा समेटिदिउँ धन्यवाद गराउनुपर्छ है I personally and all from all the group members thank you Lalit thank you so much
having this kind of, like atmosphere, that's loving environment, we really enjoy. And I hope all the members enjoy. Thank you, Lalit, once again. Thank you. कोजीले क्या त हाँस्दै काइन्डली आइदिनु भयो धन्यवाद छ यसलाई हो सबैजना थ्याङ्क्स यसको लागि चाहिँ थ्याङ्क्स है मेरोबाट चाहिँ एकदम धेरै धेरै धन्यवाद छ हैन रिटर्न गिफ्ट पाउँछ बर्थडे कसको बर्थडे आज खै केक ल्याएको छ त अघि हाम्रो क्वेसन हो यो होइन उहाँको जन्मदिन भएर कसैलाई थाहा थिएन नभए त अब हामी यहाँ अब राम्रै त्यो केक काट्नु चाहिँ पाएन ओ ललित दाजु हामीले त्यो केक काट्नु अब यस्तो पार्टी चाहिँ 3-3 महिना गरोस् न अरु माइक अब Come on.